ब्राइडल आई मेकअप गर्नको लागि टु फेसको कन्सिलर लिएर उहाँले बेस रेडी गर्नुभयो र लोरा मर्सियरको लुज पाउडरले सेट गर्नुभयो। पिलुइसको लाइट आई स्याडोबाट आउटर कर्नर र क्रिज एरिया फोकस गर्दै कलर लगाउनु भयो र डार्क कलर लिएर उहाँले आउटर कर्नर फोकस गर्नुभएको छ। कलरलाई एप्लिकेसन गर्दा सर्कुलर मोसनमा ब्लेन्ड गर्दै हजुरहरूले राख्नुहोला, ब्लेन्ड गर्न इजी हुन्छ र आउटर कर्नरमा लगाइसकेपछि हजुरहरूले यसरी आउटरपट्टि चाहिँ ब्लेन्ड आउट पनि गर्न सक्नुहुन्छ र सिमर एप्लिकेसन गर्दाखेरि हजुरहरूले इनर कर्नरदेखि स्टार्ट गर्नुहोला र ड्याबिङ मोसनमा सिमरलाई अप्लाई गर्ने र हाफ कटक्रिजको सेप चाहिँ हजुरहरूले यसरी बनाउन सक्नुहुन्छ। हजुरहरूले जति सेपमा काम गर्नुहुन्छ त्यति नै आइज चाहिँ एकदमै ब्युटिफुल देखिन्छ आई मेकअप। उहाँले त्यही अनुसार चाहिँ हाफ कटक्रिजको सेपमा चाहिँ सिमर एप्लिकेसन गर्नुभयो ब्लेन्ड गर्दै र हजुरहरूले फिङ्गरले पनि अप्लाई गर्न सक्नुहुन्छ र ठ्याक्कै नानीसम्म चाहिँ सिमरलाई अप्लाई गर्ने र नानीभन्दा पछि चाहिँ ब्लेन्ड आउट गर्न सक्नुहुन्छ र लाइनर लगाउँदाखेरि लोवर ल्यास लाइन फोकस हुने गरी लाइनर लगाउने। उहाँले इङ्ग्लटको जेल लाइनरमा डुरा ओइल मिक्स गरेर चाहिँ लाइनरलाई रेडी गर्नुभएको हो, जसले गर्दा चाहिँ उहाँलाई लाइनर अप्लाई गर्न एकदम इजी भइरहेको छ। लाइनरको सेपमा चाहिँ हजुरहरूले ठ्याक्कै ग्राफिक गर्दा चाहिँ जहाँ उहाँको क्रिज बस्यो नि त्यही क्रिज लाइनलाई चाहिँ उहाँले फोकस गरेर चाहिँ यसरी ठ्याक्कै भी सेप बनाउनु भएको छ। हजुरहरूले पनि आफ्नो क्लाइन्टको आँखालाई ओपन गर्न लाउने क्रिज बसेको भागबाट चाहिँ लाइन लिन सक्नुहुन्छ र ठ्याक्कै क्यामेरामा देखाएको जस्तो भी सेप बनाएर लाइनरको चाहिँ यो तरिकाले ग्राफिक डिजाइन दिन सक्नुहुन्छ र लाइनरलाई यतिको भी डिजाइन दिइसकेपछि चाहिँ उहाँले ब्ल्याक आई स्याडो लिनुभयो र स्मज ब्रस अथवा सानो ब्लेन्डिङ ब्रसले चाहिँ हजुरहरूले लाइनरको भित्रको एजेसहरूलाई चाहिँ मजाले ब्लेन्ड गर्न सक्नुहुन्छ, जसले गर्दा स्मोकी इफेक्ट आउँछ र उहाँले लिक्विड लाइनरबाट चाहिँ माथिबाट टप आउट गरिदिनु भएको छ र सेप पनि दिनुभएको छ। हजुरहरूले हेरि नै हाल्नुभयो ग्राफिक लाइनर एकदम मैले स्टुडेन्टलाई इजी तरिकाले सिकाएको थिएँ र डल्बाको सेटिङ स्प्रे हान्नुभयो उहाँले फेसलाई सफा गरिसकेपछि र 2 मिनट जस्तो एब्जर्ब गर्नलाई उहाँले फ्यान लगाउनु भयो र बबी ब्राउनको मोइस्चराइजर लगाउनु भएको छ। स्किन केयर गर्दा एटलिस्ट हजुरहरूले कम्तीमा 2 मिनटको ग्याप चाहिँ राख्नुहोला र उहाँले चाहिँ अहिले म्याकको एकदम ग्लो दिने क्रिम लगाएर फेरि फ्यान लगाइदिनु भएको। स्म्याक्स बक्सको अल स्किन टाइपलाई हुने प्राइमर युज गर्नुभयो र डिस्कलरेसन भएको एरियामा उहाँले हुडा ब्युटीको अरेन्ज करेक्टर राख्नुभएको छ अन्डर आई, चिन एरिया र फरहेडमा र करेक्टरलाई चाहिँ हजुरहरूले ब्रसले ब्लेन्ड गर्नुभयो भने अझ पनि कभर हुन्छ। हजुरहरूले पनि ब्रसले ट्राई गरेर हेर्नुहोला र उहाँले ड्याबिङ मोसनमा चाहिँ अरेन्ज करेक्टरलाई ब्लेन्ड गराउनु भएको छ। यो अरेन्ज करेक्टर एकदमै राम्रो हुन्छ, हजुरहरूले पनि आफ्नो भेनिटीमा राख्नुहोला र त्यसपछि उहाँले फाउन्डेसन लिनुभएको छ स्टे लाउडरको। उहाँको सेड अनुसार चाहिँ उहाँले चेक गर्नुभयो। हामीले चाहिँ क्वाइट हाम्रो मोडलभन्दा अलिकति फेयर लगाइदिएको छौँ र स्पन्जको हेल्पले चाहिँ मजाले हजुरहरूले चाहिँ फाउन्डेसनलाई ब्लेन्ड गरिदिनु होला र उहाँले चाहिँ फाउन्डेसनलाई अलिक पातलो लेयर गरेर नै राख्न खोज्नु भएको छ र हजुरहरूले स्पन्ज चलाउँदा पनि मजाले चाहिँ हल्का हातले चाहिँ चलाउनु होला। उहाँले त्यसपछि उहाँको स्किन टोनभन्दा ब्राइटन अप कन्सिलर लिनुभएको छ टु फेसको र अहिले चाहिँ उहाँले नोज एरिया, अन्डर आई, फरहेड, चिन एरियामा राखिदिनु भएको छ र फाउन्डेसन चाहिँ उहाँले पातलै लेयर गराउनु भएको छ भने कन्सिलरले चाहिँ अझ पनि कभर गर्न ट्राई गर्नुभएको छ र लाइनरलाई क्लिन देखाउनको लागि अन्डर आईको कन्सिलरलाई हजुरहरूले यसो सार्पली लानुभयो भने एकदमै क्लिन देखिन्छ। उहाँले चाहिँ मैले सिकाएअनुसार त्यही अनुसार राख्नुभएको छ र ब्रसको हेल्पले चाहिँ उहाँले ब्लेन्ड गर्नुभएको छ। ब्रसले चाहिँ अझ पनि कभरेज हुन्छ र मैले चाहिँ उहाँलाई डिरेक्सनको बारेमा बताइराखेको छु भने आउटरको कन्सिलरलाई चाहिँ यसरी ब्लेन्ड आउट गरेर फरहेडमा पनि लान मिल्छ भनेर चाहिँ मैले उहाँलाई बताउँदै पनि छु र उहाँले स्पन्जको हेल्पबाट अझै पनि कन्सिलरलाई वेल ब्लेन्ड गर्नुभयो र उहाँलाई कन्टुर चाहिँ अलिक गाह्रो लागेको रहेछ, बुझ्नु भएको रहेछ र मैले अप्पर र लोवर लिप्सलाई फोकस गरेर कानभन्दा माथि र आइज बलभन्दा एक स्टेप ब्याक हुनुपर्छ भनेर उहाँलाई फर्मुला भने र उहाँले त्यही अनुसार चाहिँ अहिले गर्न लाग्नु भएको छ र देख्न सक्नुहुन्छ र उहाँले चाहिँ आफैले चाहिँ गरिराख्नु भएको छ र ज लाइन पनि गर्नुभयो। कुनै कुनै नजानेको ठाउँमा चाहिँ मैले उहाँलाई गाइड पनि गरिरहेको छु र उहाँले फरहेडलाई पनि कन्ट्रोल गर्नुभएको छ, हेर्न सक्नुहुन्छ र त्यसपछि उहाँले अहिले नोज कन्ट्रोलको प्रोसेसको लागि चाहिँ कन्ट्रोल राख्नुभयो र फेरि एकचोटि डल्बाको सेटिङ स्प्रे राखेर मजाले चाहिँ ब्लेन्ड नभएको कन्सिलर कुन कुन एरिया छ त्यो एरियालाई चाहिँ उहाँले फेरि पनि ब्लेन्ड
ब्लेन्ड गर्नुभएको छ हेर्न सक्नुहुन्छ यसरी। र ब्लेन्ड गरिसकेपछि उहाँले अझ ड्राई गर्नको लागि फ्यान युज गर्नुभयो र अघि नकै लोरा मर्सियरको लुज पाउडर लिएर उहाँले फर्स्टमा चाहिँ यसरी सेटिङ गर्नुभएको छ कम पाउडर लिएर। र हजुरहरूले मजाले मेकअपलाई चाहिँ लङ लास्टिङ चाहिन्छ भने चाहिँ पाउडरहरूको प्रोसेस एकदमै राम्रोसँग गर्नुपर्ने हुन्छ। कुनै पनि एरियालाई साइनिङ हुन नदिकन म्याट हुने तरिकाले चाहिँ हजुरहरूले यसरी पाउडरले चाहिँ सेट गर्नुभयो भने हजुरहरूको ब्राइडल मेकअप चाहिँ एकदमै लङ लास्टिङ वाटरप्रुफ स्मच प्रुफ चाहिँ हुन्छ। र देख्न सक्नुहुन्छ उहाँले चाहिँ सबै साइनिङ भएको एरियामा अल ओभर द फेस नै मजाले सेटिङ पाउडरले चाहिँ मेकअपलाई यसरी सेट गरिराख्नु भएको छ। र कम कम पाउडर लिएर भने अहिले चाहिँ उहाँले अन्डर आईको लागि चाहिँ पाउडर लिएर सेम पाउडरले बेकिङ पनि गर्नुभएको छ देख्न सक्नुहुन्छ। र मैले चाहिँ यसरी नोज कन्ट्रोललाई पनि हजुरहरूले यसरी सार्प गर्न सक्नुहुन्छ। बेकिङ गर्दाखेरि चाहिँ हामीले सेप पनि लिन सक्छौँ भनेर उहाँलाई बताएर उहाँले त्यही अनुसार चाहिँ राख्नुभएको छ। र देख्न सक्नुहुन्छ पाउडरलाई चाहिँ उहाँले डस्ट आउट पनि गर्नुभएको छ किनभने ब्राइडल मेकअप त हामीलाई लङ लास्टिङ चाहिन्छ त्यही भएर पाउडरको काम त राम्रोसँग गर्नु पर्यो भनेर मैले उहाँलाई भने। र त्यसपछि उहाँको मेकअप सबै म्याट भइसकेपछि पाउडरलाई चाहिँ अलिकति एब्जर्ब गराउनको लागि फेरि उहाँले डल भएको सेटिङ स्प्रे युज गर्नुभयो र लिप केयर उहाँले लगाइदिनु भएको छ। र YSLको पाउडर ब्लस लिएर चाहिँ उहाँले ब्लसर पनि एप्लिकेसन गर्नुभएको छ ठ्याक्कै कन्टुरसँग मिक्स गरेर। र क्युट देखाउनको लागि चाहिँ नोज र चिन एरियामा पनि फोकस गरिदिनु भएको छ। र उहाँले ड्याबिङ मोसनमै अप्लाई गर्नुभएको छ। र देख्न सक्नुहुन्छ यतिको फिनिसिङ चाहिँ उहाँले निकालिराख्नु भएको छ। र अहिले चाहिँ उहाँले ब्रोन्जर लिएर चाहिँ यसरी हामीले वार्मअप पनि गर्न सक्छौँ भनेर मैले एकचोटि उहाँलाई बताइदिएँ किनभने हाम्रो चाहिँ स्याडो भएको क्रिएट पनि गर्नु पर्यो अनि वार्मअप पनि गर्नु पर्यो त्यसको लागि चाहिँ ब्रोन्जर युज गर्नुपर्छ टचअपमा भनेर मैले उहाँलाई ब्रोन्जर युज गर्न पनि पहिल्यै क्लासमा सिकाएको थिएँ भने अझ पनि अहिले मैले उहाँलाई यो मोडलको फेसमा चाहिँ राम्रोसँग गाइड गरेर बताउन ट्राई गरिरहेको छु। उहाँले चाहिँ मसँग इन्डिभिजुअल तरिकाले चाहिँ क्लास लिइराख्नु भएको छ प्रोफेसनल क्लास। हजुरहरूलाई पनि ब्राइडल प्रोफेसनल एडभान्स सेल्फ जुनै पनि क्लास लिन मन लागेमा ब्युटी ब्लिङ स्टुडियो आउन सक्नुहुन्छ। र नोजमा पनि उहाँले ब्रोन्जर लगाइदिनु भएको छ देख्न सक्नुहुन्छ। प्राय हाम्रो वर्कहरू सबै स्टुडेन्टले नै गर्नुहुन्छ स्टुडेन्टले गर्नुपर्ने कामहरू कुनै कुनै एरियामा नजान्दा चाहिँ हामीले गाइड चाहिँ गरिदिन्छौँ। र उहाँले लिप लाइनर लगाइदिनु भएको छ लिपको डिटेलिङको लागि। र लिप लाइनरको एजेसलाई पनि ब्लेन्ड गरिसकेपछि चाहिँ उहाँले हाम्रो YSL ब्रान्डको चाहिँ पिङ्क लिपस्टिक लगाइदिनु भएको छ। लिपस्टिकलाई पनि हामीले लगाइसकेपछि मजाले ब्लेन्ड चाहिँ गर्नुपर्ने हुन्छ जुनै पनि कुरालाई। र उहाँले ब्लेन्ड गर्न ट्राई गरिराख्नु भएको छ। र उहाँले लिप लाइनर र लिपस्टिकलाई चाहिँ सँगै चाहिँ ब्लेन्ड गरेर यसरी सेप गरेर राखिदिनु भएको छ। र उहाँले मस्कारा लगाइदिनु भएको छ आइकल गरिसकेपछि। र मस्कारालाई पनि राम्रोसँग चाहिँ हजुरले एप्लिकेसन गर्ने र अन्डर आईलाई ठुलो देखाउनको लागि उहाँले व्हाइट पेन्सिल युज गर्नुभएको छ। र अन्डर आई मेकअपको लागि चाहिँ उहाँले तलबाट जेल लाइनरहरू राखेर गर्नु लाग्नु भएको छ भने आइजलाई अलिकति लेन्दी ठुलो देखाउनको लागि चाहिँ फक्सी स्टाइलबाट अगाडिबाट यसरी लाइनर पनि बनाइराख्नु भएको छ। हजुरहरूलाई यस्तै ट्रिक एन्ड टिप्सहरू चाहिन्छ भने हामी अझ पनि भिडियो बनाउँछौँ बिस्तारै बिस्तारै हामीले युट्युबको लागि चाहिँ काम गर्दैछौँ। अब काम गर्दै जाँदा हामीलाई पनि थुप्रै कुराको आइडिया हुन्छ त्यही अनुसार हजुरहरूलाई हाम्रो ब्युटी ब्लिङको टेक्निक हामी सेयर गर्दै जानेछौँ। त्यसको लागि युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला। र उहाँले चाहिँ लिपलाई ग्लसी हेल्दी देखाउनको लागि चाहिँ अहिले चाहिँ लिप ग्लस पनि राखिदिनु भएको छ हेर्न सक्नुहुन्छ। लिप ग्लसलाई चाहिँ हजुरहरूले धेरै पनि नराख्ने नभए बग्न सक्छ बिस्तारै ड्याबिङ मोसनमा कम राख्ने। र फेसमा ग्लोको लागि चाहिँ उहाँले डियोरको हाइलाइटर लिनुभएको छ गोल्डन सेडमा चाहिँ लिएर उहाँले चाहिँ हाइलाइटर लगाइदिनु भएको छ हेर्न सक्नुहुन्छ। डियोरको हाइलाइटर चाहिँ एकदमै बेस्ट छ। हामीले जति पनि यो लग्जरियस ब्रान्डको प्रडक्ट बेस्ट हुन्छ त्यो बेस्ट प्रडक्टबाट चाहिँ आज ब्राइडल मेकअप गराइरहेको छौँ। र सरले चाहिँ उहाँलाई ल्यासेस लाउनलाई अझ पनि नआउने भएको भएर सरले एकचोटि मजाले ल्यासेसको बारेमा बताइदिनु भयो। र आइब्राउजमा भएको यो फाउन्डेसनहरूलाई चाहिँ उहाँले रिमुभ गरिदिनु भएको छ एयरबड्सको हेल्पबाट। र आई मेकअपलाई अझ पनि कम्प्लिटली टचअप दिनको लागि उहाँले लिक्विड लाइनर युज गर्नुभयो। र यो फेन्टी ब्युटीको उहाँले डायमन्ड लिनुभएको छ सिल्भर सेडमा। यो डायमन्ड लगाउँदा चाहिँ हजुरहरूको मेकअप अझ पनि साइनी देखिन्छ त्यसको लागि एकदमै राम्रो छ। हजुरहरूले पनि आफ्नो स्टुडियोमा या त भ्यानिटीमा चाहिँ राख्न सक्नुहुन्छ यसरी ड्याबिङ मोसनमा राखिदिने। र हाम्रो ब्राइडल मेकअप हजुरहरूले हेरि नै हाल्नुभयो एकदमै ग्लो आइरहेको छ। हामीले यो चाहिँ क्यामेराबाट कुनै पनि स्मुथ फिल्टर बिना नै गरेको हो। र
मेकअपलाई अझ पनि ड्युरेबल अझ पनि लङ लास्टिङ बनाउन चाहिँ वान साइजको सेटिङ स्प्रे एकदमै बेस्ट छ र वान साइजको सेटिङ स्प्रे उहाँले राखिदिनु भएको छ। हजुरहरूलाई हामीले गरेको टेक्निकहरू मन पर्यो भने हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला। हामी युट्युबमा मात्र नभएर टिकटक, इन्स्टाग्राम, फेसबुक सबै पनि सोसियल मिडियामा मजाले एक्टिभ छौँ। ब्युटी ब्लिङ स्टुडियो भनेर सर्च गर्न सक्नुहुन्छ। टिका बिना त हाम्रो ब्राइडल मेकअप अधुरो नै हुन्छ, त्यही भएर उहाँले चाहिँ टिका लगाइदिनु भएको छ। अहिले एकदम ट्रेन्डिङमा रहेको लाम्चो खालको टिका र उहाँलाई एकदमै राम्रो देखेको छ र हेर्न सक्नुहुन्छ मेरो इन्डिभिजुअल ब्राइडल मेकअप क्लासको स्टुडेन्टले चाहिँ आज मोडलको फेसमा ब्राइडल मेकअप गरेको रिजल्ट यत्तिको राम्रो आएको छ। हजुरहरूले क्लोजअपमा पनि हेर्न सक्नुहुन्छ। आई मेकअप पनि एकदमै राम्रो छ। हजुरहरूले पनि यो ग्राफिक लाइनर गराइदिनु भयो भने हजुरहरूको सिम्पल आई मेकअप पनि एकदम बोल्ड अलिकति डिफ्रेन्ट देखिन्छ। हजुरहरूले यो टेक्निक चाहिँ ब्राइडल रिसेप्सन ब्राइडलमा राख्नुभयो भने एकदमै राम्रो देखिन्छ। यो ग्राफिक लाइनरवाला टेक्निक र आई मेकअप कसरी गरेको छौँ, फुल फेस मेकअप गर्दा के गरेको छौँ, सबै टेक्निक चाहिँ मैले हजुरहरू सामु राखेको छौँ। अब यो चाहिँ सबै कुरा एउटै भिडियोमा राख्दाखेरि भिडियो लामो पनि हुन्छ, सबै कुरालाई लङ तरिकाले राख्न नि मिल्दैन, सबै सर्ट तरिकाले राखेको हुन्छ, फास्टमा राखेको हुन्छ। अब म बिस्तारै हजुरहरूलाई कन्टुर कसरी गर्ने, हाइलाइट गर्दा कसरी गर्ने, आइब्राउजको छुट्टै भिडियो, नोज कन्टुरको छुट्टै भिडियोहरू राखेर चाहिँ हजुरहरूलाई म युट्युबको मार्फत चाहिँ मेकअपहरू सिकाउने छु। हजुरहरू टाढा हुनुहुन्छ भने युट्युब मार्फत कनेक्ट हुनुहोला, नभए हजुरहरूले फिजिकल क्लास पनि लिन सक्नुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ।